गाइज आज चाहिँ हामी भाइरल ठाउँमा जाँदैछौँ, त्यही भएर उहाँहरू टक्क मेट्रोबाट आउनुभयो। यो चाहिँ मैले युट्युब च्यानलमा राख्छु होला, सबैजनाले हेर्नु होला। म पनि त देखाउनु पर्यो नि, मेन मान्छे त म देखाएकै छैन, फेरि टक्क कहाँ हो थाहै छैन। मलाई त थाहा छैन, उहाँहरूलाई थाहा छ। तर म उहाँहरूको भरमा जाँदैछु सुई सुई लाएर। म त लास्टै धनी छु, त्यही भएर 1 रियल। यहाँको 1 रियल भनेको नेपालमा 38 रुपियाँ त छ। अहिले भोट दिन्छु भन्नुभएको छ उहाँले चाहिँ। भोट दिनुहुन्छ न? बाहिर छैन र मार्केट लिएर आउनु। त्यसो भए छैन र मार्केटै बाहिर छैन र बाहिर। उहाँहरूलाई हिँडेपछि फेरि भोक लाग्यो, लिन जानुपर्छ। ल म चाहिँ यही वेट गरेर बस्छु। बिल हेर्दै हुनुहुन्छ र यहाँ कति महँगो हुन्छ मेट्रो स्टेसनमा। म चाहिँ पर्खेर बसिरहेको छु। सबै भएको ठाउँमा यस्तो भिडियो गर्न फेरि लाज लाग्छ नि त मलाई, त्यही भएर हेर्दै हुनुहुन्छ उहाँबाट मुसु मुसु हाँस्दै हो। के ल्याउनुहुन्छ थाहा छैन। मान बाबुहरूले त मलाई छोडेर जानुभयो त बा। मेरो त वास्तै छैन, एउटा दायाँ एउटा बायाँ लाग्नु भयो। कहाँबाट जाने? पैसा किन? यता हो। कसलाई पैसा राख्नु? तिम्रो त उसले अहिले राख्ने हुन्छ। भिड हुन्छ ए जान्छ। के लिएर आउनुभयो? के लिएर आउनुभयो त? चिसो कतिको महँगो रहेछ यहाँ? ए अन्त 3 रियलमा पाइन्छ कि हैन? यहाँ चाहिँ महँगो खाना पाउँदा एकदम खुसी हुनुहुन्छ नि हजुर। हजुरलाई त जहाँ जहाँ महँगो हुन्छ त्यही त्यही खानु लाग्छ है। दाइलाई कस्तो अनुभव भइरहेको छ? ट्रममा त्यसले लान्छ। त्यसो भए गए भए त हुन्थ्यो नि हामी त्यसैमा। थाहा छ नि कहाँ हो हामी जाने। त्यही कमलको फुलमा। नै कि तपाईँलाई लोकेसन त थाहा नि? ल ल पछाडि आमालाई बाटो छोड्नु। ल ल हेरौँ अब लोकेसन भेटाइन्छ कि नै। टिकटकमा देखेर आएको हो। अब हेरौँ, घुमौँ, सोधौँ। हजुर नेपाल में होता है ना वो राता राता फूल कमल का पानी में होता है भन्ने वाला सोधौ। थाहै छैन कि, सोध्नु न त देखाएर। अब चाहिँ हामी फेरि यहाँबाट निस्केर ट्याक्सीमा जानु पर्दो रहेछ। यहाँबाट निस्केर लगाइ जब हामी चाहिँ यहाँबाट मेट्रोबाट निस्केर गाडी हायर गरेर चट्ट हिँड्नेछ। चट्ट परेर होइन दाइ, घरहरू बन्न लाग्दो रहेछ नै। यतै एउटा घरहरू किन्ने भनेको खोइ गर्मी भएर किन्नै सक्दैन। ल गाइज अब हामीहरू चाहिँ यहाँ आइसकेका छौँ। यो चाहिँ पार्कमा रहेछ यो भाइरल ठाउँ भनेको। अब कस्तो छ, टिकटकमा चाहिँ एकदम भाइरल भएको ठाउँ हो। अब टिकटक भर्सेस रियालिटी देखाउँछु म। ऊ त्यहाँ छौ रातो कमल कट्टाको फुल टल्किरहेको छ, त्यही हो जस्तो लागिरह्यो मलाई। हो हाम्रो नेपाली जहाँ गए त्यही भाइरल। मान्छेहरू त कति हुन्। राम राम राम। अझै टक्क लाइट बालिदिनु पर्ने क्या मजाले। अब त्यहाँ फेरि फोटो भिडियो गर्न नपाइने होला मान्छे धेरै भएर।
र गाइज यही हो है हामी आएको ठाउँ चाहिँ अहिले भिड भयो भनेर अब त्यही त हो श्रीमान दाईहरूलाई लाज लाग्यो अरे अब म उता घुमेर आउँछु ल गाइज यसको साइडमा यो रहेछ अनि च्याट्टै यसको साइडमा फेरि उहाँ कमलकट्टीको फुल रहेछ त्यही हो हाम्रो भाइरल ठाउँ ल है गाइज यही हो म आएको ठाउँ चाहिँ ल हामी चाहिँ कमलकट्टीको फुल हेरेर त्यो त कमलकट्टीको फुल अरे भाइ तिनीहरूले त फेरि गुलाबको फुल भन्दै थियो त गुलाब फुल हो र अनि के फुल हो अब त्यो त जमिनमा फुल के अरे पानीमा फुल्ने फुल हो त्यो हेरेर पनि आइसक्यौँ लास्टै धेरै मान्छेहरू गर्दा नि हाम्रो दाइ चाहिँ त्यहाँ हुनुहुन्छ एउटा फोटो निकालिदिएको मक्ख पर्दै बस्नु भएको ल भाइको यहाँ निकाल्छु दामी आउँछ मक्ख हुनुहुन्छ अब हामी पनि जान्छौँ फुल हेरे भाइ चाहिँ ल गाइज यही हो है यही ठाउँ आएको थियौँ हामी तर रमाइलो घुम्नको लागि रमाइलो छ सो गाइज अब चाहिँ हामी यहाँ सबै घुम्यौँ यो लोकेसनहरू एकदम राम्रो रहेछ फ्यामिली सबै आएर घुम्नको लागि टक्क पार्क रहेछ यतापट्टि फेवा ताल जस्तै रहेछ वहाँ सर घुम्नलाई रमाइलो रहेछ अब चाहिँ हामी यहाँबाट घुमेर घरतिर लाग्दैछौँ हाम्रो यो भिडियो मैले युट्युबमा अपलोड गर्छु सबैले हेर्नु होला हस् त बाई बाई ल बाई भन्नु बाई बाई दाइ बाई अब हामी चाहिँ चट्ट घरतिर जान्छौँ है त ल बाई बाई